ब्लग। टक्कै आज चाहिँ म चाहिँ केटाहरूसँग जक्सनमा जाँदै भन्नु, जक्सन भने के भन्नु, केटाहरूसँग टक्क जाँदै हो होइन। तर म चाहिँ यहाँ चाहिँ अहिले एक्लै छु। सो केटाहरू चाहिँ पर भेट्छु भनेको छ। त्यो पसलमा नि सानो काम छ, उहाँ पारिभर चाहिँ यत्रो ठुलो पानी पऱ्यो धन्न है। मम्मीले छाता लिएर जा भनेको थियो, यति काम चाहिँ लाग्दो रहेछ क्या। त्यो कल चाहिँ फेरि पानी परेर देखेको छैन क्या। यो पानी जमेको ठाउँ चाहिँ टक्क पानी परिरहेको छ। अझ माथिबाट त्यो सुहाँ ठुलो पानी परिरहेछ, यस्तै रहेछ। सल्ला पानी चाहिँ ठुलो पर्यो नि त, फेरि पानी ठुलो पऱ्यो यस्तो पानी झ्याउ टाइपको लाग्ने क्या। अब अझै 15 मिनट छ हिँड्नु होइन। यो भर्खर यति भयो पारिबाट नि उता हो, पारिबाट नि उता यस्तो झ्याउ लाग्छ। फेरि पानी नि परिरहेछ, जाडो चाहिँ भएको छैन फेरि पानी पऱ्यो पनि। अचम्मको कुरा छ यार। टक्क है हाम्रो चाहिँ यहाँनिर चाहिँ तर्साउँछ भन्थ्यो है। मलाई चाहिँ अनि एकचोटि चाहिँ इक्जामको बेला म राति 8 बजी यो बाटो हिँडेको, राति केटाहरूसँग बसेर त्यस्तै 8 बजीतिर यो बाटो हिँडेको। तर मलाई अहिलेसम्म यो बाटोमा केही भएन क्या। अनि यतातिर राति टक्कै यो बाटोतिर पटेका पड्क्यो भने पड्किँदैन भन्थ्यो, र मैले चाहिँ अहिलेसम्म त्यस्तो नै भएको छैन है। मलाई हौडा हो कि क्या अवस्था पनि लाग्छ कुनै बेला चाहिँ। अहिलेसम्म तर्साएको पनि छैन मलाई होइन। म घरबाट 12-1 बजी पनि बाहिर निस्किदिन्छु, अहिलेसम्म मलाई त्यस्तै नै भएको छैन नि त। त्यही भएर होला पुल भाँच्यो कि क्या हो। यहाँ डह्रो रहेछ यो पुल चाहिँ। दिगो विकास हाम्रो पुल पनि टिक्ने है। टक्क यो बाटो यस्तो छ। मेरो ब्याक क्यामेरा चाहिँ लेन्स फिटर चाहिँ हल्का फोकस गर्दैन, टाढा चाहिँ नजिकमा चाहिँ फेरि बवाल आउँछ क्या यो उसहरू चाहिँ। पानी अब यतापट्टि ठुलो पऱ्यो, त्यो जङ्गल छ, बाघाएर खप्पै खाइदिन्छ क्या हो। आजकल चाहिँ मैले चाहिँ ट्रेनिङ गर्न छाडिसकेको छ होइन। बिस्तारै सुरु गर्छु फेरि। अब एकचोटि मुभ अन भएपछि टक्क ट्रेनिङ सुरु गर्ने, त्यहाँ चाहिँ बवाल दिने हो नि त ट्रेनिङ चाहिँ एकचोटि छाडेपछि। अनि त्यहाँ पछि मैले खासै गरेको चाहिँ धेरै छैन होइन। अनि धेरै भएर नगरेको, अब चाहिँ म बवाल दिन्छु ट्रेनिङ। सपोर्ट गर्दै जानु तपाईँहरू पनि, यस्तो फुल्ली सपोर्ट मिलिरहेको। अस्ति चाहिँ मैले 3 दिन जति भिडियो पोस्ट गरेको थिएन, आइडी नै उस भइदिएर क्या। युट्युबको त भ्युज नै नआइदिएर 2-3 दिन भइसक्यो, जम्मा 40 हो कि कति भ्युज आयो क्या। अल्टरटेट। अनि अब अलि चाहिँ ठुलो पानी पऱ्यो है। म चाहिँ ट्र्याक माथि टक्क सारेर होइन, ट्र्याक टक्क माथि सार्ने। अब जाडो हुन्छ नि त पानी आएपछि त। अब टक्क ज्याकेट लाउनु पर्छ। ल के भयो, छातै पाङ्गिदिन्छ आमा। टक्क ज्याकेट लाएर अब चाहिँ 15 मिनट जति होला, 15-20 मिनट होला। पानी चाहिँ यस्तै परिरहेछ है। 15-20 मिनट पछाडि चाहिँ टक्क पसलमा पुगिन्छ, केटाहरूको घर पनि पुगिन्छ। अनि चाहिँ आनन्दै हुन्छ। केटाहरूको घर पुगेपछि चाहिँ त बेकारमा कस्तो भयो यार, सबै भिज्यो पछाडितिर त। यो खुट्टाको पछाडि मलाई पानी पर्ने बेला नि त्यो स्कुलको ड्रेसतिर पनि के खुट्टाको पेन्टको तल्लोको उस चाहिँ भएको थियो, यस्तो भिज्ने हो झन् त्यो माटोले छ्यापेर। यस्तो खत्तम लाग्छ नि मलाई त्यो। अनि केटाहरू त अब केटीसँग बोल्यो भने तल्लो बाटो गइन्छ क्या। तल्लो बाटो चाहिँ यो चाहिँ हाम्रो माथिबाट भएन, यो चाहिँ मेरो डाइरेक्ट घर पुगिन्छ। तल्लोबाट चाहिँ तल्लो घुमेर है, ओह्रालो छ क्या, डाइरेक्ट गएर ओह्रालो छ। अनि चाहिँ उकालो छ क्या, यस्तो मजाको उकालो छ, भव्य उकालो छ। त्यो बाटो गयो है। अनि त्यो बाटो गएर नि फेरि अझ उता पाइले भन्ने ठाउँ पुगेर त्यहाँबाट माथि मिर्गे निस्केर घर आइदिने क्या। म त कल त 6:30तिर घर आइदिने। अनि ड्याडी हुनु नथ्यो नि त, मम्मीले चाहिँ नकराइदिने क्या। अब हल्का त्यस्तो डिस्कस गरिराख्ने अनि नकराइदिने। फेरि म चाहिँ हेर्न, अब क्रसलाई हेर्न भने गइदिने क्या। त्यो बाटो चाहिँ त्यस्तो हुँदो रहेछ। ल माथि मात्रै पगला भइदिने भने त्यही यस्तो छ बाटो चाहिँ।
पानी परिरहेछ अब टक्क अहिले चट्याङ हान्छ है म खम्बाको फेदतिर छु टक्क मेरो चाहिँ यति नै हो आजको भ्लग चाहिँ टक्क बिस्तारै पोस्ट गर्छु म